दुवैजना ए होइन मलाई आउँदैन कि पौडी खेल्न आउँदैन कि आउँदैन कि हेलो एन्ड गुड मर्निङ अनि ह्याप्पी होली। हामी चाहिँ आज घुम्न जाँदैछौँ कहाँ भन्दाखेरि भोटेको सुमा चाहिँ राफ्टिङ गर्न जाँदैछौँ। मेरो चाहिँ सेकेन्ड टाइम हो होइन राफ्टिङ गर्दै। अब होलीको टाइममा के घर बस्नु भनेर हामी राफ्टिङ गर्न जाँदैछौँ। अब हेरौँ बाटोमा के हुन्छ। चुनावको कारणले चाहिँ कतिको बाटो व्यस्त छ, कतिको चेकिङ पर्छ, त्यो हिसाबले चाहिँ हामी एकदम प्रिपेयर भएर हिँडेको छौँ एकदम सेफ्टीको साथ होइन। ल त्यसै गरौँ, बाटोमा भेटौँ। यी क्याब चाहिँ यार बाटोमा खस्यो उड्दा आउँदा आउँदै। पुलमा फोटो खिच्ने भनेको। हेलो हेलो, हामी चाहिँ यहाँ दोलाल घाट भर्खर आइपुगेको छौँ होइन। ल अब हामी इन्द्रावती नदीको पुलमा चाहिँ अब एकछिन यहाँ हामी भनेको कोही पनि बसेको रहन्छ। ल हामी इन्द्रावती नदी कटेर चाहिँ अब हामी सुकुटेतिर जाँदैछौँ राफ्टिङ हान्नको लागि। अहिले चाहिँ हामी दोलाल घाटबाट हामी अपडेट गरिरहेको छौँ होइन। यो मुला यो जाओस्, यसलाई गुलेसिया बेला छ यसलाई हतार भइरहेको चाहिँ यो जाओस्। ल त्यसै गरौँ, हामी अब सुकुटे जान्छौँ। यो हामी चाहिँ राफ्टिङ हान्नको लागि सुकुटे बिचमा आइसकेको छौँ होइन। यो धिताल के हो राफ्टिङ हान्दिने हो त? होली एकचोटि कस्तो भएको एकचोटि टक्क क्या पुडाएर तनाव भयो तनाव भयो नि। ल हामी गाइजहरू यहाँ छन्, हामी 8 जना छौँ टोटल एउटा राफ्टमा। ठिक्क हुने मान्छे चाहिँ छौँ। लास्ट टाइम हामीले गर्दाखेरि त फ्लो यस्तो थियो कि होइन, पल्टाइदिने हो भनेर सोध्छन् है। कहाँ पल्टाउनु, सफा पानी नि सफा हेर्नु, खोलै सानो छ कि यो त बिचमा ठेल्नुपर्छ जस्तो लाग्छ मलाई त अड्केर। बिचमा अड्किदिन्छ जस्तो लाग्छ यो त। अहिले फ्लो नै छैन खोलाको है। मेरो भाइ के छ हुलिया देखाउ। हुलिया त डेन्जर भयो अहिले, हल्का पुसी नत्र त यसरी के हो ल, हातै अड्किन्छ त कपाल त। ल यस्तो हुलिया अब यस्तै छ नेपालको बाटो जिन्दगी भन्दैन। त्यही त हिरो देखा नि हिरो अनि हामी निधार चाहिँ अलिकति है 4 आना ट्याक्क निधारमै छ क्या मेरो। अब त्यो घडेरी बनाउनु पर्छ 2 जना मिलेर निधार। यहाँ अब एउटा बिल्डिङै बन्छ निधारमा चाहिँ। 4 आनाको निधार भने कसको भन्यो नि मेरै हो। 4 चोटि सुकुटे आएकोमा 4 चोटि यही रिसोटा परेछ भने। एकचोटि चाहिँ उसमा उतापट्टि के अरे त्यो टिकटकैहरू जान्छ नि सुकुटे बिच भन्ने त्यो भाइरलवाला क्या। एकचोटि चाहिँ त्यसमा गएको, नत्र भने यो 4th टाइम हो क्या मेरो। 3 चोटि बस्ने गरी आयो, नबस्ने गरी आएको यो पहिलोचोटि हो क्या। 2 चोटि पहिला म आइसकेको थिएँ, यो रिसोर्टमै तेस्रो चोटि भइसक्यो मेरो। दिदा हेलो भन, अनुहार देखा। हेलो, आइब्रो टाँसेको छ, 2टा आइब्रो जोडिदिएको। पुल हान्न पनि पाइन्छ, तिमी पुलमा डुब्की लाउन पनि पाउँछौ। आज एक दिनको लागि हाम्रै हो। के हो यहाँ पो भइरहेको रहेछ त रङ्गरलिया हो, के हो जाने हो के हो? टक्क होली भनेर भन्ने, होली दल्ने बाहनामा सिन्दुर हालिदिइहाल्नुपर्छ दिदा। यहाँ चाहिँ अब दिनु पऱ्यो नि त होइन। म मऱ्यो भने कसैको दोष छैन, म मऱ्यो भने मेरै जिम्मामा भनेर होइन। कन्सेन्ट फर्म त भन्नु पऱ्यो नि त। त्यहाँ हेर्न नेम भने नाम लेख्ने हो, नेम भन्ने ठाउँमा। तँ खोलाले बगाएर तँलाई इन्डियातिर लग्यो भने कसलाई फोन गर्ने भनेर हो क्या त्यो। लाग्नेवाला नम्बर लेखेँ फेरि बङ्गाल खाडीतिर पुग्दासम्म फोन लागेन भने होइन। यसलाई यस्तो होइन, हामीले लास्ट टाइम गर्दा भदौमा गरेको थियो, कस्तो फ्लो थियो त्यतिखेर गरेको। अहिले त छैन, अहिले त खोलै सानो रहेछ। अहिले त बिचमा लेख न, तिमीलाई बाको नाम याद छैन लेख न।
माई फादर नेम इज नेभर भनेर लेख्नु होइन नपल्टाउने सेक्समा नेभर भनेर लेख्नु हो लेख्यो नि 3 times a week भनेर लेख्नु पल्टिङ छ तपाईँ कुन कन्डिसन हो भने अब त्यो खोलाको टाउन पर्छ त्यो अनुसारले पर्छ कि जब त्यहाँनिर होल भन्ने हुन्छ होइन होलमा पर्छ घुमेर पल्टिने हो क्या अहिले धेरै कम छ एक टाइममा चाहिँ पल्टौला जस्तो चाहिँ थियो त्यो हामीले गर्ने बेला नि अघिल्लो दिन आउँदा खोला पल्टा भन्नु डुङ्गा पल्टा भन्नु ब्ल्याक टेप पल्टाइदिन्छ होइन किन पल्टाउनु होइन लाइफ ज्याकेट हुन्छ होइन हुन त हुन्छ अगाडि एउटा कायकर हुन्छ तपाईँलाई गएर बगाएर समात्ने रेस्क्यु गर्ने कायकर हुन्छ होइन त्यो पल्टाएर मजा आउन्न कि बरु आफै त्यो स्विमिङ खेल्ने आफू हाम फाल्ने बरु चुलोमा परिदिन्छ क्या म त चिरो त्यसै अब पौडी खेल्न कन्ट्याक्ट गर्छु नि बिर्सिनु पो के कसको भाइको राख्थ्यौ कि ड्याडको राख्थ्यौ कन्ट्याक्ट गर्छु नि बिर्सिनु भयो जस्तो मभन्दा फटा अरू छन् मेरो त खोइ नगर्ला नि भन्ने तनाव रिलेसनसिप के हो बाउ रिलेसनसिप भयो नाम लेख्ने धर्मलाई बाउले खोजी गरेर नि गर्दैन अब 2 जना छोरा हो अब तपाईँ एउटा गयो नि जाओस् अर्को छँदैछ भनेर बाउले फेरि कम्पिटिसन हटाउनु चाह्यो भने तनाव छ नि त्यही भएर अनि त्यो नाम लेखौँ कि नलेखौँ भएछ त्यो जहाँ पुगेको त्यहाँबाट हान्नुपर्छ अब यस्तो ल ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली ल अब हामी सबै ह्याप्पी होली मुडमा आइसकेको छौँ कट्टु सट्टु लगाएर है दादा हामी ह्याप्पी होली मुडमा आएको हो त होलीमा अब हामी होली खेल्छौँ कसलाई यहाँ के गर्ने हो को अर्कैको गर्लफ्रेन्ड पऱ्यो नत्र भने यसो होली दल्ने न्युमा सिन्दुर दल्दिनु हुन्छ त्यहाँनिर कान्छा बसिरहन होइन त्यहाँ गएर रङसँग ल्याएर कोचेर पुलमा जाक्नुपर्छ अब त्यसको लागि प्लान यस्तो चलिरहेको अब तपाईँले सिधै देख्न पाउनुहुन्छ अब हेर्नुहोस् लम्बा अब टक्क लाएर र म दल्दिहाल्ने बोक्ने लगाएर फालिदिइहाल्ने अब त्यसको लागि स्टेडियम ल के भन्न चाहनुहुन्छ होलीको दिन के भन्नु अहिले होली लागेको छैन होली खेलिसकेपछि कलर दल्दिने हो त मलाई त एलर्जी हुन्छ पानीले मात्र दल्ने भने सिधै भोटेकोसीमा डाइभ हान्ने राफ्टबाट चुल्लोमा डुब्ने होइन त ल ठिक छ त्यो पनि एउटा होलीको रमाइलो नै हो होइन त ल ठिक छ ए फाल पुलमा फाल फाल प्लानै फेल भयो यार च्याप्प बोकेर यस्तो प्लान गरेर चुल्लुममा डुबाइदिने प्लान थियो प्लानै फेल भयो ठिकै छ अर्को मुर्गा खोज्दैछु म यस फाल दुबईजना दुबईजना ए होइन मलाई आउँदैन कि सत्तो गयो त्यो भाइ नि म जस्तै रहेछ यार त्यो भाइ नि
ल अब हाम्रो भोलि यस्तै छ हामी स्विमिङ गर्छौँ अब पकड मेरो पकड ह्याप्पी होली गाइस Happy Holi! राक्षस Tanus. ल राख्नुहोस् त राख्नुहोस् 3, 2, 1 हो कस्तो भयो तपाईँहरूलाई एकदम रमाइलो भोट गेममा यो डिले ब्याक है हजुर फास्ट more power होइन होला गोलो अन्डा स्वर्ग जाने बाटो ओके स्टप बन्दैछ All forward! हाम्रो अनिता भोट केमा कन्डीमा अहिले भित्र त बाहिर अनि बाहिर बसेर आयो ल हामी ऱ्याफ्टिङ गरेर आएर लुगा लगाएर रेडी भइसक्यौँ होइन अब चाहिँ 4 बजिसकेको छ र हामी चाहिँ अब घर जाने तयारीमा छौँ के छ त कस्तो भयो त ऱ्याफ्टिङ लिँदा एकदम मजा आयो मजा नि भोलि पनि मजा आयो नि कलर त गयो नि कलर त कतैको छैन कलर सलर त्यही त कलर सलर अब यसो लगाएको पुसेर जानु परेको होइन कलर लगाएपछि फोन सोन झिकेन नत्र होलिया देख्नु मजा आउँथ्यो है ल अब हामी टोलीहरू चाहिँ यस्तो डुबाइदिए यहाँ कसले त्यो आउँछ नि तपाईँले खिच्नु भएन मलाई यस्तो डुबाइदिए पौडी खेल्न नआउने मान्छेलाई चुम्लुङ्ग हाल्थे के गरौँ भइरहेको थियो मजा आयो ल ओभरअलमा मजा आयो त्यही हो हामी टोलीहरू पनि त्यहाँ रेडी भइसक्यो ल म्याम टोलीहरू पनि यहाँ रेडी भइसक्यो बुढाबुढी गस्ती भइसक्यो ल यो यस्तो छँदैछ अरू टोलीहरू हाम्रो हामी ऱ्याफ्टिङ गरेर त्यहाँ ऱ्याफ्ट पार्क गरेर यो टाउकोमा बोकेर लिएर आएको ऱ्याफ्ट यार झन्डै गर्दन भाँचिएको थियो त खतरा भयो ल ठिकै छ यहाँ तल भोटेकोसी छ भोटेकोसीमा ऱ्याफ्टिङ गरेको ल ठिकै छ अब हामी कता के गर्छौँ यस्तै हुन्छ अब हामी चल्दिने नि त ल त्यसै गरौँ के खाने ल पऱ्यो ल त्यसै गरौँ ल ल हामी यहाँ दोलाल घाटमा खाजा खानु बसेको छौँ खाजा चाहिँ आउँदैछ वाइफाई स्क्यान हुँदैछ केटाहरूले स्यामसङबाट जुम गरी वाइफाई स्क्यान गरिसके ल हामी खाजा खाँदै खानाको लागि बसेको छौँ अब खाजा आउँदैछ हामी कुरिरहेको छौँ
मजा आयो भन्ने खालको त्यही भएर मेरो त मिल्दैन खै कहाँ पनि जानु अब चाहिँ हामी यहाँबाट चल्दिन्छौँ होइन त चौदिनसम्म अब यस्तो ज्याम देखेर लाग्दा सोध्नु भइसक्यो ल हामी त अब यतापट्टि निक्लिनु लाग्यो दलाल घाटबाट खाजा खाएर अब चल्दिने हो बाँकी कुरा केटा हो यार डरो धुलो खाइयो नेक्स्ट लेभलको धितालको अब राम्रो छ देखिया छैन खतरनाक धुलो खाइयो हुलिया यस्तो छ है धिताल मेरो यसो हुलिया टक्क ए देखाऊ ए ल ए उयो जुत्ता कुन चाहिँ हो बिहान त्यहाँ यो खासमा कालो हो यो पुस्या यही हो हिलोमा काट्दो रहेछ तिम्रो अनुहार यहाँ जुम इन गरेर देखाउनु पर्ने रहेछ किन यहाँ पख है अलि यता हेर त ए ल धुलै धुलोले आहा रातो अहिले यसो चिया खानु बसेर ठाउँमा उ गरौँला अब सिधै सल्लाहघारी निस्किदिने त्यो नालाबाट जगतै ननिक्ली नि सिधै भित्रै ल अब यहाँ अब हामी एकजना साथीलाई चाहिँ कुर्दैछौँ बाइक त यी नेक्स्ट लेभल हो नि बाइक त खतरनाक धुलो त्यो खतरनाक धुलो भएको छ नि नम्बर प्लेटको हालत यस्तो छ खतरनाक धुलो खाइयो है अब यो बाइकले भोलि चाहिँ जुनी फेर्छ 9 छ त्यसपछि बाँकी कुरो अब भने पछि हुन्छ भोलि यो बाइक नआउँछु एक दिन ग्याप भइहाल्यो फेरि अब घन्टीमा भोट ल अब हाम्रो एकजना साथीलाई कुरेर चाहिँ अब हामी यहाँबाट लाग्छौँ त्यस्तै हो अब ए के हो हामी चिया खान भनेर यहाँ बसेको लास्ट टाइम यो नै बन्द रहेछ घर आइपुग्नु लाग्यो अब यहाँ चिया पाइयो भने चिया खाउँ हामी नत्र भने आजको भिडियो यहीँसम्म थियो त्यसै गरौँ ल है त बसले फेरि अगाडि बस लाग्ने हो